हेर्नुहोस् न, म चाहिँ स्वपन दाकोमा आएको थिएँ होइन, धेरै दिन बाद। अन्त तपाईँहरूमा पनि भ्लगमा धेरै दिन ब्रेक सकेको थियो, ब्रेक ल्याउनको लागि आएको थिएँ। दाले आइ भन्दै थियो होइन, उस हेर्नुहोस् ब्रेक ल्याउनु आएको थिएँ होइन, स्कुटीको पछाडिको सकिएको थियो। अन्त स्कुटी चाहिँ उहाँ परिरहेको छु, अब एकछिनबाट देखाउँछु ल। म चाहिँ भर्खर आइपुगेको थिएँ स्वपन दाकोबाट। हेर्नु न के गर्नु भयो, घरमा सेवा पनि थियो, स्कुटी पनि बनाउनु पर्ने थियो। अन्त मैले सोचेँ स्कुटी बनाउँछु भन्ने भयो। अन्त फेरि स्कुटी बनाउनु त्यहाँ चाहिँ खोलखाल गर्नु थालेँ हो, रेन्चहरू निकालेर टायर खोल्नु थालेँ। अन्त टायर खोलेर हेर्नुहोस् न, सामानहरू लथालिङ्गै ब्रेक सु लिएर आएको थिएँ होइन, लिएर आएको थिएँ। खोल्नको लागि चाहिँ पहिला चाहिँ तपाईँको अगाडिको ब्रेक पछिको ब्रेक खोल्नुपर्छ। मिहिनेत गरेर खोल्दै थिएँ, प्लास लाएर रेन्च पनि लाएर। रेन्चहरू अस्ति यो चाहिँ अनलाइनबाट लिएको हो, नयाँ किट ब्याग हो। अन्त मेरो रेन्चहरू सबै छ है, रेन्चहरू ल्याइरहेको। आफ्नोमा छ भने चाहिँ दुःख पर्दैन रहेछ क्या बनाउनु। अन्त दुःख पर्दैन रहेछ होइन, त्यसै कारण चाहिँ अब एकछिनबाट भेट्नेछौँ ल, फेरि देखाउँछु। हेर्नु न, मैले चाहिँ खोलखाल गरिसकेँ होइन, ब्रेक सु दुइटै चिल्लो भइसकेको रहेछ, खत्तम भइसकेको रहेछ। हेर्नु न, अस्ति खोलखाल गरेर बनाएको डाङडुङ उडिसकेको रहेछ हो। अन्त टायर पनि खोलेर गरेर राखेको थिएँ। अन्त नट पनि हातमा राखेको थिएँ, अब फेरि नयाँ फेर्नु लागिरहेको थिएँ। अब एकछिनबाट फेर्छु। खोलखाल गरिसकेको थिएँ होइन, हेर्नुहोस् न, त्यहाँनिर चाहिँ अब फिट पनि गरिसकेँ, खोलखाल बनाएर पनि। अब चाहिँ टायर फिट गर्नुपर्छ हो। म चाहिँ खोलखाल गरेर पनि अब घरतिर फिटसिट गरेर बनाइसकेर हिँडेको हो होइन। आफ्नोमा सामान छ भने चाहिँ दुःख हुँदैन क्या, साथीभाइ हो। अन्त साथीभाइ हो, अन्त सामान सिकिराख्नुपर्छ। कति फिटरलाई पो दिइदिनु होइन, आफूले पनि सिक्यो भने चाहिँ काम लाग्छ क्या। यसरी सबै काम सिकेको छ भने चाहिँ सबै काम लाग्छ। हेर्नुहोस् है, चाहिँ हिँडिसकेको घरतिर। म चाहिँ घरमा पनि आइपुगेँ, हातखुट्टा सातखुट्टा धोएर बसिरहेको थिएँ। अब चिया पानी खान आँटेको एकछिन 6 बजीभित्रबाट चाहिँ सेवा छ। तपाईँहरूलाई यो मन पऱ्यो भने लाइक कमेन्ट सब्सक्राइब सेयर गरिदिनुहोस् पनि ब्लगलाई।